मेरो फेसबुक पेजबाट यहाँहरू सबैलाई चाहिँ नमस्कार। हामी चाहिँ आज वैशाख 18 गते पूर्णिमाको दिन चाहिँ बुद्ध जन्माष्टमीको अथवा मे 1 तारिकको दिन हामी घुम्नको लागि लुम्बिनी गएका छौँ र जाँदै गर्दैछौँ। र अब चाहिँ यो चाहिँ अगाडिको दृश्य यो चाहिँ लुम्बिनीको क्षेत्रभित्र प्रत्येक मन्दिरहरूको मैले जोडिँदै गर्नु होला। ल यो अगाडि देखिराख्नु भएको यो चाहिँ सेतो टेम्पल हो। प्राय सेतो टेम्पल भनेर नै चिनिन्छ यो मन्दिरलाई। यसरी 3 तल्ला माथि यसरी राउन्डिङ बाहिरबाट हामीले चाहिँ परिक्रमा गरेर भगवान गौतम बुद्धको हामीले दर्शन गर्न यसरी सक्छौँ। यो चाहिँ सेतो स्तूप टाइपको टेम्पल हो र यसको वरिपरि चाहिँ यसरी मूर्तिहरू सजाइएको छ भगवान गौतम बुद्धको। र अर्को मन्दिरमा आए म चाहिँ यो चाहिँ थाइल्यान्डले बनाएको हो, थाई मूर्ति भन्छ यसलाई। टेगोडा टाइपको थाई मूर्ति छ र यहाँ चाहिँ भित्र पनि भगवान गौतम बुद्धको मूर्ति। यो फेरि अर्को मूर्ति यो कम्बोडिया देशले बनाएको हो। यो चाहिँ यसरी पुरै बुट्टै बुट्टा भित्र बाहिर सबै बुट्टै बुट्टा भएको यो मन्दिर भनेर पनि चिनिन्छ यसलाई। हेर्नुहोस् झ्याल डोखादेखि त सबै पुरै मूर्ति अथवा बुट्टै बुट्टाले कुदिएको यो चाहिँ मूर्ति छ। अति सुन्दर। हेर्नुहोस् ल यो पनि कम्बोडियाले नै बनाएको मन्दिर पनि हो, भिक्षु पनि हो है। भिक्षु बस्ने स्थान हो। भिक्षुहरू बस्नुहुन्छ यो घरमा। मन्दिर जस्तो छ। हामीलाई साइडमा मन्दिर छ। कम्बोडिया पनि हो यो पनि। र यो चाहिँ यसलाई भन्छ गोल्ड टेम्पल भन्छन् यसलाई। यो चाहिँ राउन्ड सेपमा र तल छ, तलबाट राउन्डिङ गरेर घुम्ने हो यसलाई। यहाँ चाहिँ भगवान गौतम बुद्धको मूर्ति छ र हामी चाहिँ यसरी लुम्बिनी मन्दिरमा हामी चाहिँ प्रवेश गरिसकेका छौँ। यो चाहिँ मायादेवी स्नान गर्ने ठाउँ, यो पोखरी हो र परको चाहिँ ध्यान गर्ने वृक्ष यो चाहिँ पिपलको ईसापूर्व कालदेखि नै यो यस्तै छ गरे है। ल यो मन्दिरमा चाहिँ भगवान गौतम बुद्धका गुरुहरूले चाहिँ यहाँ चाहिँ ध्यान गर्ने ठाउँ हो। यसमा चाहिँ फोटो भिडियो खिच्न एकदम मनाही छ र मैले चाहिँ यसमा स्वीकृति लिएर मात्र मैले भिडियो खिचेको हो। यो एकदमै सुन्दर शान्त स्तूपा टाइपको बौद्ध मन्दिर हो। र यहाँ तल देख्न सक्नुहुन्छ यो बुद्धको मूर्ति। ल फेरि म फर्केँ यो लुम्बिनीमा नै, जहाँ चाहिँ बुद्ध बोट वृक्ष, पिपलको बोट वृक्ष छ। त्यहाँ चाहिँ धेरै धर्मगुरुहरूले चाहिँ यहाँ आफ्नो बुद्ध जयन्तीको कार्यक्रम यहाँ राख्नुभएको रहेछ। यो मैले सेकेन्ड पार्टमा मैले देखाइसकेको छु। यो फर्स्ट पार्टमा पनि यहीँ आएर मैले इन्ड गर्न चाहेँ। यो चाहिँ 25औँ 70औँ बुद्ध जयन्ती मनाइएको रहेछ र मैले चाहिँ यहीँबाट चाहिँ भिडियो अन्त गर्न चाहेँ। र भिडियो कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला र अगाडि बढ्नलाई प्रोत्साहन गरिदिनु होला भन्दै यो मेरो यस च्यानलबाट पनि तपाईँहरूबाट अहिले चाहिँ ओझेल हुन चाहन्छु। हस्त, धन्यवाद।